मेरो घर डोटी जिल्ला गडसरा र हाल बसाइ मेरो धनगढी कैलाली। मेरो नाम गजेश सिंह देउवा, म देउवा सेवा समाजको अध्यक्ष। र अब हामीले यो चाहिँ आफ्नो पुर्ख्यौली घर र हाम्रा वंशज कहाँ कहाँ छिरिएका छन्, फेत्रिएका छन्, तिनीलाई सबैलाई एकमुष्ट गर्ने र आफ्नो पहिचान सहित दाजुभाइलाई एकताको लागि हामीले प्रत्येक ठाउँमा 2-3 वर्षको प्रयास हो यसलाई गर्न सफल गर्नु। हामी यहाँदेखि हाम्रो पिथौरागढतिर भयो, मुनाकोटतिर भयो, अनि डिडीहाटतिर पनि पुग्यो। र अनि हाम्रा यहाँका सेती महाकालीमा र डोटी डडेलधुरामा रहेका दाजुभाइसँग सबैसँग समन्वय गर्दाखेरि हाम्रा पितृ र हाम्रा देवकारीहरू, हाम्रो भूभाग पुरानो यो चाहिँ के अनिष्ट भएकोले यसलाई पितृमोक्ष गर्नको लागि हामीले यो महायज्ञ गर्न खोजेका हौँ। तर मलाई यतिसम्म सफल होला भन्ने मलाई यो चाहेको थिएन। तर यी पितृको, यी देवी देवताको, हाम्रा पूज्य कुलीहरूको यिनको कृपाले गर्दा सम्पूर्ण नेपाल भारतका जहाँ जता छरिएका छौँ फरिएका छौँ सबै दाजुभाइले अहिले सहभागिता जनाइदिनु भयो। ठुलो खुसी कुरो। र यो भूभागका जति पनि यहाँका दाजुभाइ इष्ट मित्र छन् उहाँले ठुलो हामीलाई योगदान दिनुभएको छ। उहाँप्रति साह्रै हार्दिक आभारी छु। र यो भूभागको उन्नति होस् र शुद्ध होस्, पवित्र होस्, यो भूभागले राम्रो परिवर्तन ल्याओस् भन्ने मैले यो चाहना हो। र हाम्रो टिम भयो यहाँका हाम्रा प्रतिनिधिहरू, हाम्रा बुढा वंशज दाजुभाइले उहाँहरूको सहभागिताले यसलाई काम आज हामी सफल गर्न भएका छौँ। र हाम्रा बिग्रेका भत्या सबै हामी भित्र भएका सबै अब हामी एकजुट हुनेछौँ। र यसरी जुन चाहिँ हामीले यो सामाजिक अभियान गरिरहेछौँ यो हामीले खालि देउबाको लागि हक हितको लागि मात्र, अन्य समाजका दाजुभाइहरू अनि अरू वंशजका दाजुभाइले सबैले एकत्रित हुन् र सामाजिक वातावरण राम्रो कायम गरून्। सबैलाई यसो राम्रो सन्देश जाओस् र राष्ट्रलाई र समाजलाई यसो राम्रो आर्थिक सामाजिक टेवा पुगोस् भन्ने उद्देश्यले हामीले गरेका हौँ। र हाम्रो पुर्ख्यौली थलो भन्यो भने कुमाउँदेखि पिथौरागढदेखि यहाँ आयौँ। र त्यसपछि केही समय राज्यकालमा समय आजमा 1400 कति विक्रमी सम्बत डोटीबाट यहाँ पुगेर यहाँबाट केही भाइहरू 5-6वटा भाइहरू वंशज हाम्रो उता जानुभएको छ। र उहाँहरूको पनि चाहना के भने हाम्रो यतै हो भने अहिले टनकपुर खटीमा यहाँका सबै आएर हाम्रो पुर्ख्यौली थलो यो हाम्रो देवी देवता यो भने उहाँहरूलाई पनि सम्पूर्णको मनोकामना इच्छा पूर्ण भएर यसरी हाम्रो यी देवी देवताले हाम्रो मनोकामना पूर्ण गराउन्, यो भूभागलाई पवित्र गराउन् भन्ने उद्देश्यले यो गरेको यो सम्पन्न भनी भयो। अरू बाँकी रहेका कोही दाजुभाइहरू छुटेका छौँ सम्पूर्णले आएर इष्ट मित्र सबले यो पुण्य लाभ कमाइदिनुहोस्, हामीलाई भाग्यमानशाली बनाइदिनुहोस् भन्ने म सम्पूर्ण चाहे यही गन्याधुरा गाउँपालिका गनेडा कोटबाट यहाँलाई सबैलाई म अनुरोध गर्दै म सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्छु। देउवा सेवा समाज अध्यक्ष गजेश सिंह देउवा।